भोजपुरले गुमाए एउटा चम्किलो तारा। भलिबल खेलाडी यन्नु राईको निधन। खेल मैदानकी एउटा चम्किलो तारा सधैँका लागि अस्ताएकी छिन्। भोजपुरकी उदीयमान र प्रतिभाशाली भलिबल खेलाडी यन्नु राईको कलिलो उमेरमै भएको निधनले आज सिङ्गो खेलकुद क्षेत्र र भोजपुरवासीलाई स्तब्ध बनाएको छ। भोजपुरको हतुवागढी गाउँपालिका 2 पेक्लामा जन्मिएकी यन्नु केवल एक खेलाडी मात्र थिइनन्। शैक्षिक क्षेत्रमा समेत अब्बल रहेकी उनी उज्जवल भविष्य बोकेकी एक सक्षम व्यक्तित्व थिइन्। भलिबल खेल मार्फत आफ्नो छुट्टै पहिचान बनाउँदै अगाडि बढिरहेकी यन्नुको यात्रा यसरी बीचमै टुङ्गिएला भनेर कसैले सोचेका थिएनन्। पछिल्लो समय स्वास्थ्यमा समस्या देखिएपछि विराटनगरमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको दुखद खबरले सबैलाई मर्माहत बनाएको छ। उनी अब हामी बीच रहिनन्, तर उनले खेल मैदानमा छोडेका सम्झनाहरू सधैँ जीवन्त रहनेछन्। कलिलो उमेरमै संसार छोडेकी बहिनी यन्नु राई प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोककुल परिवारमा गहिरो संवेदना प्रकट गर्दछौं। तपाईँ अहिले यो दुखद भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? कमेन्टमा RIP लेखेर मृतात्माको शान्तिको कामना गरिदिनुहोला।